BYD एक चिनिया कार ब्रान्ड जसले टेस्लालाई पनि पछि पारिदियो। करिब 30 वर्ष अघि एक गरिब किसानको छोराले केही ठूलो गर्ने सपना देखेका थिए। उनलाई विज्ञान र प्रविधिमा यस्तो रुचि थियो कि बाल्यकालमै अनाथ भए तापनि आफ्नो मेहनतको बलमा उनले मास्टर्स डिग्री हासिल गरे। उनको यही जोश र मेहनतले एउटा यस्तो बिजनेस एम्पायर खडा गर्यो जसको कथा आज सबैका लागि प्रेरणाको स्रोत बनेको छ। उनी यस्ता व्यक्ति हुन् जसले एलन मस्कलाई पनि टक्कर दिन्छन् र जसको कम्पनीले डायमलर र टोयोटा जस्ता दिग्गज कम्पनीहरूसँग मिलेर कार बनाउँछ, जसको क्षमता देखेर वारेन बफेटले पनि तुरुन्तै 10% शेयर किनेका थिए, जसलाई भारतमा प्लान्ट लगाउनबाट यसकारण रोकियो किनभने यसले टाटा र महिन्द्रालाई बर्बाद गरिदिन सक्थ्यो। त्यसैले पक्कै पनि BYDमा केही खास कुरा त छ। तपाईहरूमध्ये धेरैले सायद जानेर वा नजानेर BYDका उत्पादनहरू प्रयोग गर्नुभएको होला, किनभने सुरुवातमा BYDले नोकिया र मोटोरोला जस्ता मोबाइल कम्पनीहरूका लागि रिचार्ज हुने ब्याटरीहरू बनाउने गर्थ्यो। र आज अवस्था यस्तो छ कि महिन्द्राले पनि आफ्ना नवीनतम इलेक्ट्रिक कारहरू XUV 9e र BE6मा BYDको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधिको सहारा लिनुपरेको छ। तर साथीहरू, अब सबैभन्दा ठूलो प्रश्न यो हो कि सन् 2005मा आफ्नो पहिलो कार सार्वजनिक गर्ने यो कम्पनीले मात्र 20 वर्षमा कसरी हरेक वर्ष 40 लाख भन्दा बढी इलेक्ट्रिक कार र बसहरू बेच्न सफल भयो। त्यो पनि तब जब विश्वमा चिनिया ब्रान्डहरूलाई सस्तो कपी र कमसल गुणस्तरका लागि चिनिन्छ। आखिर BYDले त्यो छवि कसरी बदल्यो? के चिनिया सरकारको अथाह सहयोग र EVमा मिलेको भारी अनुदानले BYDको भाग्य बदलेको हो वा वास्तवमै यस ब्रान्डमा दम छ? आजको भिडियोमा हामी BYDको सुरुवातदेखि ग्लोबल लिडर बन्नेसम्मको पूरा कथा, सबै रहस्य र त्यस पछाडिको रणनीतिको बारेमा विस्तृत रूपमा जान्नेछौँ। सुरुवात र सङ्घर्ष। BYDको कथा सन् 1966मा चीनको अनहुई प्रान्तमा एक गरिब किसानको घरमा वाङ च्वानफूको जन्म भयो। परिवारमा गरिबी यति थियो कि 2 छाक पार्न पनि मुस्किल हुन्थ्यो। तर वास्तविक सङ्घर्ष तब सुरु भयो जब बाल्यकालमै उनका आमाबुबा दुवैको मृत्यु भयो। उनका दाजु दिदीले जेनतेन घरको खर्च धान्ने कोसिस गरे। यस्तो अवस्थामा कुनै पनि अनाथ बच्चाले हार मान्न सक्थ्यो। तर वाङ च्वानफूको आँखामा केही ठूलो गर्ने सपना थियो। उनलाई सानैदेखि विज्ञान र प्रविधिमा गहिरो रुचि थियो। त्यसैले यति कठिन समयमा पनि उनले पढाइ छोडेनन् र सन् 1987मा सेन्ट्रल साउथ युनिभर्सिटीबाट मेटालर्जिकल फिजिकल केमिस्ट्रीमा स्नातक पूरा गरे। उनको मेहनत र कलेजबाट पाउने छात्रवृत्तिले उनलाई अगाडि बढ्न धेरै मद्दत गर्यो र उनले मास्टर्स डिग्री पनि हासिल गरे। सन् 90को दशकमा वाङको मेहनतले रङ्ग ल्याउन थाल्यो। उनले सरकारी अनुसन्धानकर्ता रिसर्चरको जागिर पाए। तर जसको भाग्यमा लाखौं मानिसलाई रोजगारी दिने लेखिएको थियो, उनी एउटा जागिरमा मात्र कसरी बाँधिएर बस्न सक्थे? वाङले बजारको विश्लेषण गर्न थाले र केही नयाँ व्यवसाय सुरु गर्ने निर्णय गरे। सन् 1995मा 29 वर्षको उमेरमा वाङले आफ्ना भाइ लिउ स्याङयाङसँग मिलेर सेन्झेनमा एउटा सानो कम्पनी सुरु गरे र यसरी BYDको विशाल साम्राज्यको जग बस्यो। ब्याट्रीबाट अटोमोबाइलसम्मको यात्रा। सुरुवातमा BYDको अटोमोबाइल उद्योगमा लाग्ने कुनै इरादा थिएन। वाङलाई केमिस्ट्रीको राम्रो ज्ञान भएकाले उनी ब्याट्री तकनिकमा केही गर्न चाहन्थे। त्यसबेला चीनमा इलेक्ट्रोनिक्स र टेलिकम क्षेत्र तीव्र गतिमा बढिरहेको थियो, जसको कारण ब्याट्रीको माग उच्च थियो। यही मौका छोपेर उनले रिचार्ज हुने ब्याट्री बनाउन थाले। BYDको रणनीति स्पष्ट थियो, बजारमा हिट भएका उत्पादनहरूको सस्तो विकल्प तयार गर्ने। यो रणनीति सफल भयो र बिस्तारै BYDलाई नोकिया, मोटोरोला, सोनी र सामसुङ जस्ता कम्पनीहरूबाट अर्डर आउन थाल्यो। वाङसँग ठूलो फ्याक्ट्री खोल्ने पैसा थिएन, त्यसैले उनले महँगा मसिनको सट्टा ठूलो सङ्ख्यामा कामदारहरूबाट काम गराए। यही तरिका BYDको पहिलो सफलताको कारण बन्यो। सन् 2000सम्म आइपुग्दा BYDले लिथियम आयन ब्याट्री बनाउन सुरु गरिसकेको थियो। जापानी कम्पनी सोनी र पानासोनिकको ब्याट्री गुणस्तरीय भए पनि महँगो थियो। BYDले सस्तो ब्याट्री ल्याएर जापानी बजारलाई चुनौती दियो। यहाँसम्म कि एप्पलका आइप्याडका लागि पनि BYDले काम गर्न थाल्यो। कार बजारमा प्रवेश र वारेन बफेटको लगानी। सन् 2003मा वाङले ब्याट्रीबाट अगाडि बढेर इलेक्ट्रिक कार बनाउने निर्णय गरे। धेरैले उनको मजाक उडाए, किनभने एक ब्याट्री निर्माताले टेस्ला र मर्सिडिज जस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्ने कुरा गर्दै थिए। तर वाङले हार मानेनन्। उनले टाटपल्टिन लागेको सिचुआन अटोमोबाइललाई किने र कार बनाउन सुरु गरे। सन् 2005मा उनले पहिलो प्लग-इन हाइब्रिड कार BYD F3 DM सार्वजनिक गरे। सन् 2008मा विश्वका प्रसिद्ध लगानीकर्ता वारेन बफेटले BYDको 10% हिस्सा किनेपछि यो कम्पनी विश्वको नजरमा आयो।
त्यसपछि BYD को भ्यालुएसन $5 अरब नाग्यो। सन् 2010 पछि BYD ले कार मात्र नभई इलेक्ट्रिक बस र कमर्सियल गाडीहरूमा पनि ध्यान दियो। आज विश्वका 200 भन्दा बढी शहरमा BYD का इलेक्ट्रिक बसहरू गुड्छन्। किन छ त BYD खास? टेस्लाले प्रिमियम ग्राहकलाई मात्र लक्ष्य गर्छ, तर BYD ले सर्वसाधारणका लागि सस्तो र राम्रो इलेक्ट्रिक कार बनाउने कुरामा जोड दियो। BYD को सबैभन्दा ठूलो शक्ति यसको भर्टिकल इन्टिग्रेसन हो। टेस्लाले आफ्ना कारका 30-40% पार्ट पूर्जा आफै बनाउँछ भने BYD ले ब्याट्री, मोटर र सेमिकन्डक्टर सहित 75% भन्दा बढी सामान आफै उत्पादन गर्छ। यसले गर्दा गुणस्तर र मूल्य दुवै उनीहरूको नियन्त्रणमा हुन्छ। आज BYD को नेटवर्थ $137 अरब छ र यसले 9 लाख भन्दा बढी मानिसलाई रोजगारी दिएको छ। सन् 2024 मा मात्रै यसले 42 लाख भन्दा बढी गाडीहरू बेचेको छ, जुन एउटा ठूलो कीर्तिमान हो। हेर्नुभएकोमा धन्यवाद।